पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 2 धरमपुरामा 10 शैय्याको पालिका स्तरीय अस्पताल निर्माणका लागि आज शिलान्यास गरिएको छ। पालिका अध्यक्ष टेकनारायण उपाध्यायले आज एक कार्यक्रमका बीच अस्पताल निर्माणका लागि शिलान्यास गर्नुभएको हो। आफ्नै कार्यकालमा शिलान्यास गरिएको अस्पताल आफूहरूकै कार्यकालमा निर्माण सम्पन्न गरी पालिकावासीलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी पालिका अघि बढेको बताउँदै उहाँले सम्झौता अवधिमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो। एक वर्षभित्र अनिवार्य दिनमा 50 जना बेलुकी 50 जना गरेर हुन्छ कि दिनमा 60 जना बेलुकी 60 जना गरेर हुन्छ। कामदार राखेर यसलाई सम्झौता भए अनुसारको काम सम्पन्न गर्नु। झण्डै पौने 9 कट्ठा जग्गामा बन्ने भवनको कुल लागत 13 करोड 75 लाख रुपियाँमा ठेक्का आह्वान गरिएकोमा निर्माण कार्यका लागि सुरेन्द्र अर्बिट शिवदेव जेबी कम्पनीसँग 9 करोड 90 लाख रुपियाँमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो। 2082 मङ्सिर 15 मा सम्झौता भएर 2083 मङ्सिर 15 भित्र सम्झौता अनुरूप निर्माण सम्पन्न गरी पालिकालाई अस्पताल हस्तान्तरण गरिसक्नु पर्नेछ। कार्यादेश दिइसकेका छौँ भने आगामी आर्थिक वर्षको 2083 साल मङ्सिर 14 गतेसम्म उहाँले यो अस्पताल भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था हामीले ठेक्का खोल्नु पूर्व नै सूचनामा उल्लेख गरेका छौँ। अस्पताल निर्माणका लागि स्थानीय चेतनारायण नेउपानेले 4 कट्ठा जग्गा निशुल्क रूपमा उपलब्ध गराउनु भएको हो भने बाँकी जग्गा खरिद गरिएको हो। बाँकी जग्गा खरिदका लागि समेत स्थानीय चन्दादाताहरूले आर्थिक सहयोग उपलब्ध गराएका हुन्। स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यसहित निर्माण भइरहेको यस अस्पतालले सुस्ता क्षेत्रका स्थानीयवासीलाई आधारभूत उपचारदेखि आकस्मिक सेवा उपलब्ध गराउनेछ। यस ठाउँमा यसरी 10 शैय्याको अस्पताल निर्माण हुँदै गर्दा यसले यहाँका बासिन्दाहरूलाई स्थानीय बासिन्दाहरूलाई जसरी चाहिँ हिजोका दिनहरूमा अन्यत्र सामान्य आधारभूत स्वास्थ्य सेवाको लागि पनि अन्यत्र जानुपर्ने बाध्यता थियो, अबका दिनहरूमा यही हाम्रै सुस्तामा एउटा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन गइरहेको छ निकट भविष्यमा नै। आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका सुस्ताका नागरिकले अस्पताल निर्माणपछि सामान्य उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। सङ्घीय सरकारको अनुदान र पालिकाको लागत साझेदारीमा अस्पताल निर्माण हुन लागेको पालिकाले जनाएको छ।